हामीले आजको समूहघाटन मन्तव्य श्रवण गरिसकेका छौँ। अत्यन्तै रोचकिलो कुरा, गम्भीर कुराहरू, पहिचान सम्बन्धीका एजेन्डाहरू संस्थागत गर्ने कुराहरू हामीले सुनिसकेका छौँ। हामी सचेत भइसकेका छौँ यो मानेमा कि हाम्रो आन्दोलन जारी छ र हाम्रो अधिकार संस्थागत गर्नको लागि हामी तयारी अवस्थामा छौँ र यो बेला हाम्रो कार्यक्रमलाई यहाँसम्म साथीहरू तपाईहरु हाम्रो सम्पर्क कमल मंगलबारे 5 र 6 झापा केही समय पछाडि हामी हाम्रो स्टलहरू तयार गर्ने छौं र तपाईहरुले देखिराख्नु भएको छ किरात याक्थुम चुलुङ सांस्कृतिक समग्र यो देशका किरात लगायतका आदिवासी समुदायको तर्फबाट म विनम्र अनुरोध गर्दछु
यो येले तम्बे 5084 यो देशको अब राष्ट्रिय सम्पद बन्नु पर्दछ हो कि होइन आदाङबादाङमाहरू भन्नुहोस् किनकि यो भूमिका तपाईँ यात्रुमा मात्र होइन तमाम यो मुलुक यो क्षेत्रका वासीहरू सबैमा किराँत यात्रु चुन्नुको तर्फबाट र प्रदेश नम्बर 1 चुनावकरण समिति समक्ष मन्त्रीको तर्फबाट आज दुई चारवटा कुराहरू यहाँ समक्ष राखेर जानेछु म सकेसम्म फोटो गर्ने प्रयास गर्नेछु तर केही लम्बिन्छ होला यहाँले साथ दिनुहुनेछ भन्ने म अपेक्षा गर्दछु र म प्रारम्भ स्वागत दिनको लागि किराँत यात्रु चुम्लोङ कमल 7बाट आफ्नै संस्कार संस्कृति आफ्नै रहनसहन आफ्नै जीवनशैली आज प्रतिनिधिहरू वडाबाट तालुबारीमा निर्वाचित वडा प्रतिनिधिहरू अनुरोध गर्दछु किसान केरुङ भाइ अनि त्यस पछाडि बल्ल भेटको आदङबे अनि म सिद्धान्त खड्कालाई तपाईहरु माझ ल्याउनेछु।